This is the family of King Bahadur Khatri. King Bahadur had a very attractive physique and was different from other young men in the village. Kopila could not help but fall in love with King Bahadur, her sister's husband, at a very young age. Her sister Krishnamati, for the sake of her husband's happiness, readily accepted Kopila as her step. But not even 2 months of their marriage had passed when news was brought home that their husband was shot dead by the army in Bairia of Chitwan. आइज भने भोराले बोलाउनु गयो किन बोलाउनु गयो किन बोलाउनु म त जंगल गएको बाहर चराउनु गएको बिरामीमा लखतरन भएको थियो म आयो घरमा आउँदा त त्यस्तो भइराखेर त्यो छोरासँग बोली पनि मिसेन मेरो अब के गर्नु सम्झेर ल्याउँदा यस्तो भइरहेको छ अब नाति नातिना जाँदा मलाई घेर्छ यो बाल बच्चाको रहनु पर्छ अर्थ त केही पनि भन्न मलाई बिहान उठेर गएको थियो बेलुका त्यस्तो भयो बुढाले बोलाउनु गयो आयो घरमा यस्तो भइरहेको छ सबैजना रुन र कराउनु लाग्यो के गर्छ र अब यस्तो बुढाबुढी छ अब पहिला त्यही छोरो भनेर बसेँ म अहिले आपत भयो कसो गर्ने के गरेर हुर्काउने के गरेर पाल्ने जता गएर आउने आमा 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 भन्छ चारवटा नातिले जता गएर पछ्याउँछन् मलाई अब कसो गर्ने के गर्ने त्यसरी लगाइरहन्छ कहिले आउँछ होला आउँछ लाग्छ यता तेरै घर नभने मान्छे कहाँतिर बस्ने मान्छे कहाँतिर गएला जस्तो लाग्छ कहिले कसो यता चाडबाड आउँदाखेरि आउँछ होला जस्तो लाग्छ कता कतै गयो होला कमाउनु गयो होला जस्तो लाग्छ घरमा सघाउँथ्यो उसले घाँसकाठ काट्ने दाउरा चिर्दिने बेला भएको बेलामा भात खाएर पकाइदिने घरको सासुरा पनि त्यस्तै अब कतै यो रोजगार पायो होइन है अब घरमा खेती किसान गरेर बसेको खेती किसान गरेर अब कहाँबाट उब्जनी हुन्छ र घरमा खान लाउनु त पुगे छैन 6 महिना खानलाई 6 महिना किन्न पर्छ लगाउनु त त्यस्तै हो थोतो थाटो गरेर लायो सुत्केरी खर्च बढी फेरि थियो होला त्यस्तै लाग्छ नि छोराछोरीले कपडा ल्याइदिन्थ्यो होला जन्मेकोदेखि नि 1500 दिन्थ्यो बजार यिनीहरू बजार जाने कुरा सुरु ल्याउने बजारतिर जाने भने तिनीहरू गएछन् हेर्नुहोस् अब गएपछि अब त्यहाँनिर जानु त्यहाँ आर्मीहरू त्यहीँ आइरहेको छ हेर्नुहोस् त्योभन्दा पहिला चाहिँ एकजना मान्छे समातेर पनि ल्याइरहेको थियो हेर्नुहोस् अनि हाम्रो भुर्ता पनि तिमीहरू पनि ल भनेर चाहिँ त्यो बाङमु पारेर पिकअप गरेर हामीले लिएर गएको थियो त्यो कता चाहिँ मन्दिर पियासी ल त्यो पट्टी बाँध्नु भने अब कोही सिधा चाहिँ अलि रुमाल थियो होला पट्टी बाँध्ने हेर्नुहोस् अब रुमाल नहुन्छ अब कोही अब नभएको छैन भने चाहिँ आहानु सर्ट खुवालेर बाँधेछन् हेर्नुहोस् बानी अलिकति महिना गएपछि फेरि त्यहाँ अब चाहिँ इङ्ग्लिस चाहिँ पढ्केछ हेर्नुहोस् होइन त्यहाँ धराप थापेर छ त्यहाँ परेपछि अब अरू चाहिँ खै हेर्नुहोस् अब त्यो सँगैका साथीहरू तिनीहरू चाहिँ त्यो अब त्यहाँ कोही मऱ्यो होला हेर्नुहोस् अब हाम्रो चाहिँ त्यो खिमबाज भन्ने धुर्वा राखेको थियो हेर्नुहोस् न त्यो चाहिँ म मरि पानी खान्छु मेरो कानको जाली फुट्यो भनेको थियो हेर्नुहोस् अनि अरू साथीले ऊ त्यो घरमा छ पानी त्यो घरमा भनेर अब
त्यहाँ पानी खान जाँदाखेरिमा अरू चाहिँ अब त्यहीँ साथ लाएर बसे हेर्नुहोस् अब कोही त्यो बिमारी होला कोही मरिलाई चाहिँ अब चाहिँ त्यहाँ पानी दिने हम्किने चाहिँ नाङ्ला साङ्ला ल्याएर हम्किने गर्न थालेछन् हाम्रै साथीहरूले अब त्यो चाहिँ गएपछि त्यो घरमा पानी खान पसेपछि हेर्नुहोस् त्यही घरमा चाहिँ ठ्याक्कै सुत्दिएछ हेर्नुहोस् अन्त हजुरले त्यहाँ बुझ्नु भयो होला मैले त्यहाँ गएर बुझ्दाखेरिमा त्यो घरमा सुत्दा त्यो घरको साउनीहरूको खेतालाहरू छ त्यो दिन हेर्नुहोस् अनि त्यो सुते बाबु चाहिँ यस्तो पऱ्यो के भयो होला भनेर चाहिँ बिमारी भएको छ भने त्यहाँ ढुङ्गा लगाएर गएछ अनि एकछिनपछि अरू टोली आइपुग्यो हेर्नुहोस् टोली आएपछि यो घरको मान्छे नभए कुन चाहिँ ढोखल भन्दा उनीहरू मेलामा गयो ल ढोखल भन्दाखेरिमा अब चाहिँ अझ कोही छैन मान्छे अनि त्यहाँबाट त्यो बन्चर पनि कता बाहिरतिर चाहिँ बन्चरले बङ्गाएर हिर्काउँदै भित्र मान्छे भेट्यो फेरि बाहिर निकालेर ल भाग भने एकता गऱ्यो अनि त्यहाँबाट बाबु पनि म त होइन भनेको थिएँ अब के त्यसको बोली आएन अनि ल भाग भनेर लगाइदियो होला भाग भनेर लगाइदियो लगाएपछि सक्दिनँ भनेर तर भने उता बन्द ताकेपछि हेर्नु डराउने भइगयो अनि म मरि मेरो बाबु मलाई मार्यो भनेर त्यसले केही त्यसले बोली पुगेन हेर्छ बोल्दाखेरि म होइन भने भन्नै सकेन पनि होला त्यहाँबाट एकान्त पनि मेरो अब यी साथी छ मलाई यदि जान सबैले ल्याएको थियो भन्नु छैन त्यहाँबाट चाहिँ त्यो खेतबारीतिर चाहिँ यतिबाट चाहिँ 2टा गरेर जति गएको थियो हेर्नुहोस् त्यहाँ गएर लड्यो होला लडेपछि त्यो उनीहरू खेदी हान्दै हेर्नुहोस् लासको लागि यता ट्याटेसेर लिएर दाउरासाउरा लिएर गइयो मलामीहरू त्यहाँ गएपछि कुरा धेरै भयो हेर्नुहोस् अब ल तपाईँहरू छिटो गरेर लास उठाउनुहोस् निवेदन लेखेर लाएर ल लास उठाउनु भने अनि त्यहाँ लास उठाउनु भनेर चाहिँ भनेर त्यहाँ कोही मान्छेले भने तपाईँहरू भोलि चाहिँ तपाईँको छोरो माओवादी थियो भनेर हाम्रो थिएन भने तपाईँहरूलाई भोलि चाहिँ तपाईँको छोरालाई त पेथरसँग पेस गरेर राखेर कमान्डरमा राखिसकेको छ भने त्यहाँ